ल हाम्रो यसपालिको बुद्ध जयन्ती सकेर अब सबै सामानहरू थन्को मनको गर्ने काम हुँदैछ। यो पण्डालहरू पनि भत्काउने, यता मण्डला पनि सबै उठाइदिए है। अनि म चाहिँ हिजो घर गइनँ, अनि यहीँ बसेर अब अलिकति आज कामहरू पनि सघाइदिनु पर्यो सक्ने है। बिहान चाहिँ अब यो तोर्माहरूलाई जोगाएर ट्युसनभित्र राखिदिएको छु है। नमस्ते, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज फेरि तपाईँको निम्ति अर्को भिडियो लिएर आएको छु। त्यही हो, अब आजको यो भिडियोमा चाहिँ तपाईँलाई बारी गाउँको एउटा सिनामके लाखाङमा सकेको भनौँ वाइन्ड अप भएको। हिजो हाम्रो एकदमै राम्रो भयो, मान्छेहरू पनि भक्तजनहरू पनि धेरै मात्रामा आउनुभएको थियो है। करिब 500भन्दा बेसी नै आएको थियो है, किनभने हामीले चोक 1000 बनाएको थियो। चोकहरू पनि धेरै उब्रिएको छैन, सबै चल्यो है, सबै चल्यो। अन्त यो 3टा तोरमा चाहिँ अब राख्ने हो। यो तोर्मालाई चाहिँ मैले ट्युसनमा सजाइदिएको छु। यस्तो छ मेस्टअप छ। अब योहरू चाहिँ अब बिस्तारै सँगाल्दै बाहिर अब यहाँको गाउँ समाजको जुजूहरू दाजुभाइहरू आएर गर्नुहुँदैछ। यस्तो चाहिँ आज चाहिँ अलिक दिन खुल्ला भएको जस्तो छ है। गरे मण्डलाको छ सबै क्लियर गर्दै अब अलिकति पुछपाछ पारेर त्यो चढाउने पानी चढाउने भाँडाहरू सबै उठाएर अब धोइधाइ पार्नुपर्छ। हाम्रो सङ्घको लामाहरू मेमेहरू पनि आयो साफसफाइ गर्नु। अब आज हिजो अस्तिको दिन 10 तारिकदेखि नै पूजा भएको। अब आज चाहिँ सबै हामीले थन्को मनको गर्ने काम भन्दैछ। हाम्रो यता चाहिँ हाम्रो सङ्घको प्रेसिडेन्ट हुने के भन्नुहुन्छ, कस्तो भयो पूजाहरू? अब त्यो पूजाहरू एकदम राम्रो भयो र पनि अब कति सङ्घको केटाहरू चाहिँ आउनुपर्ने थियो, यहाँ चाहिँ काम गर्नु आउनुपर्ने थियो, तर अब उहाँहरू अब कामले गर्दा आउनु भएन। ठिकै छ, केही छैन। हजुर, अब यता मन्दिर हिँड्नु आएको छ, यता हाम्रो भाइ छ अनि म पनि छु। अनि म चाहिँ अलि बिहान आएर यो तोर्माहरू यता मिलाइदिएँ हो। अन्त यता अब हाम्रो मेमेहरूले चाहिँ यता यो ट्युसन कोठा साफसफाइ गरेर यसलाई अब मजाले मिलाइराख्दिने है। अन्त खासमा चाहिँ म आज हिजो नै जान आँटेको थिएँ घर। फेरि मेरो 1-2वटा सामानहरू थियो, सामानहरूको लागि भए पनि। अन्त हिजो पूजा सक्ने बित्तिकै फेरि कसरी लगेर जानु है। अन्त बिहान आउँदा चाहिँ म अलिक लथालिङ देखेर चाहिँ अलिकति मलाई मनले मानेन हो। त्यो भएर चाहिँ साफसफाइ गरेर मनको गरेर चाहिँ जानु पर्यो। अब आफ्टरनुन दामी भयो भने बुद्ध जयन्ती हाम्रो है। यसो राम्रो भयो नि एकदम। बुद्ध जयन्ती तिमी त लास्ट इयर पनि यहीँ थियो? यही थियो लास्ट वर्ष है। तिमी त कन्टिन्यू भयो? कन्टिन्यू। मेरो त सायद बुद्ध जयन्ती त फर्स्ट टाइम होला यहाँ। फर्स्ट टाइम हो मेरो यहाँ। कतिपल्ट भयो? 10 वर्ष बाद। वङलीको मेरो 1 वर्ष बाद। मेरो फर्स्ट टाइमै रहेछ। पहिला हामीले यहाँ सोनाम दाजुसँग ग्याप्सी चाहिँ गरेको यहाँ। सोनादाको एकजना लामा थियो, त्यो लामा म सोनाम दाजु भएर ग्याप्सी गरेको थियो यहाँनिर। बुद्ध जयन्ती चाहिँ फर्स्ट टाइम मेरो यहाँ। हेलो, अब हामी यो 2टा तोर्माको यो माथि लगाएको चाहिँ निकाल्नु त्यस्तो छ हो। अब हामीले अस्ति तयारी गर्दाखेरि कति धेरै मेहनत गरेर बनायो होइन। अब यसलाई यसको चाहिँ अब हामी फेरि अब भत्काएर बाघको यो खाप्चा लाने अरे हो। यस्तो मजाले बनाएको। अब यसलाई भत्काउनुपर्छ। सबै यो कुराबाट चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि हामीले यो संसारमा कुनै चिज पनि नित्य छैन क्या, अनित्य छ। सबै कुराको सुरुवात भएपछि अन्त्य हुन्छ। यस्तो दामी, यति धेरै
समय दिएर मेहनत गरेर बनाएको छ है सबैलाई हामीले बसमा गर्नुपर्छ नि त यस्तो अब यस्तो दामीसँग भाइहरू कति मेहनत गरेर बनाएको सबैलाई म भत्काइदिन्छु है त आगोमा हालिदिनु मण्डला माया लाग्छ नि यस्तो तर हामी यसलाई स्वीकार्नुपर्छ सबैभरि रहिरहँदैन हरेक कुरा आउँछ सबै कुरा हुन्छ एक दिन जस्तै यो एउटा इक्जाम्पल देख्नुभयो अस्ति हामीले कति धेरै मेहनत गरेर बनायो हरेक कुरोको के भन्छ त्यो सम्पन्न क्रम र उत्पत्ति क्रम र सम्पन्न क्रम भन्छ नि उत्पत्ति क्रम हामीले कति धेरै मेहनत गरेर गऱ्यो होइन तर अब यसलाई सम्पन्न गर्नै पऱ्यो क्या अब यसको सम्पन्न हुन्छै हुन्छ चाहे वस्तु होस् चाहे मान्छे होस् हरेक चाहिँ संसारमा जति पनि एक्जिस्ट गर्छ सबै कुराको अन्त्य छ हो त्यो कुरा बुझ्नुपर्छ हामीले यो अब यस्तो दामी भत्काउनु त अब माया लाग्दैछ नि तर पनि भत्काउनै पर्छ जब दिनको दामी भएर त्यहाँ राखिरहेको ल आइहालेँ म ल चुकम राख्दा पनि हुन्छ ल अब बुद्ध जयन्तीको सबै काम सकेर थन्कमन्क गरेर चाहिँ लाग्देको घर यता हाम्रो दिपावली छोडिदिँदैछ हो घरसम्म सबै थन्कमन्क भयो दामी भयो पालि चाहिँ बुद्ध जयन्ती है आजको दिन त दामी भयो त अब यहाँबाट कति 5 मिनट 10 मिनट लाग्छ होला पुग्न हो सो एकदमै राम्रो भयो ओके सो म तल धोत्रेबारीकोबाट घर आइपुगिसकेँ है अनि हाम्रो कामहरू पूजा सकेर थन्कमन्कको कामहरू पनि सबै सक्यो अनि अब त्यही अब आफ्नो एउटा कर्तव्य आफ्नो जिम्मेवारी हाम्रो सङ्घको तर्फबाट हामी सबैजना एउटा एज अ टिम भएर काम गऱ्यो यसपालि है सो एकदमै राम्रो भयो सबै कुरा है अनि आउँदो सालहरूमा पनि यसरी नै गर्न पाऊँ भन्ने मैले आशा राखेको छु सो त्यति नै थियो तपाईँलाई भिडियोहरू के कस्तो लाग्यो मैले बुद्ध जयन्तीको एउटा सिरिज नै हालेको छु है 7 तारिकदेखिको अब यो एक्ज्याक्ट अस्ति हिजोको एक्ज्याक्ट बुद्ध पूर्णिमाको दिनको चाहिँ अब एक दिन लेट भयो है सो त्यही भन्न चाहन्छु तपाईँले भिडियोलाई इन्जोय गर्नुभयो होला यदि तपाईँहरू राम्रो लाग्यो भने प्लिज टु लाइक कमेन्ट सेयर अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज टु सब्सक्राइब भन्दै यो भिडियोबाट म बिदा लिन्छु भेटौँ अर्को भिडियोमा टिल देन बाई